नमस्कार, म गणेश क्याप्सन युट्युब च्यानल मार्फत प्रसारण हुने कार्यक्रम दुःख सुखको चौतारी लिएर आज पनि उपस्थित भइसकेको छु। जापान आउँदा भाषा नजान्दा कतिको पीडा हुन्छ, कतिको दुःख भोग्नुपर्छ भन्ने कुरालाई विशेष गरेर आजको यो बसाइमा जोड्ने प्रयत्न गरेको छु। सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यही आग्रह गर्न चाहन्छु, जापान आउनुभन्दा अगाडि केही कुराहरू बुझेर आउनुहोला। हामी सधैँ भन्ने गर्छौँ, थोरै भए पनि भाषा सिकेर आउनुहोला। यति गर्दा तपाईलाई जापान टेक्ने दिनमा धेरै सजिलो हुनेछ। तपाईँ पीडामा पर्नुहुने छैन, तपाईँ हराउनुहुने छैन भन्ने मलाई लाग्छ। पछिल्लो दिनहरूमा विभिन्न भिसामा, ब्याचलर भिसा, कुक भिसा, विभिन्न भिसामा धेरै मानिसहरू जापान छिरेका छन्। कतिपय काम नपाएर दुःखमा परिरहेका छन्, वर्ष दिनसम्म काम पाएका छैनन्। विशेष गरेर कुक भिसामा जापान आउने दाजुभाइ दिदीबहिनीहरूले यस्तो पीडा भोगिरहेको मैले देखिरहेको छु। जापान आउन सजिलो छ, 15-20 लाख बुझाएपछि सजिलै जापान छिरिन्छ। जापान छिरेपछि को दिनहरू कसरी बितेको हुन्छ, जापान छिरेपछि कसरी आफू सेटल हुने, कसरी काम पाउने, काम कहाँ गर्ने भन्ने बारेमा धेरै मानिसहरू पीडामा परिरहेको, दुःखमा परिरहेको, कतिजना डिप्रेसनमा पनि परिसकेको कुराहरू पछिल्लो दिनहरूमा धेरै चर्चाको विषय बनेको छ। र पछिल्लो दिनहरूमा जापान सरकारले पनि नियम कानुनमा कडा गर्दै गइरहेको छ। कुक भिसामा जापान आउने, अर्को गेम्बा, अर्को कम्पनीतिर काम गर्ने गर्दा कतिपय नेपालीहरूलाई समातेर नेपालसम्म पठाउने तयारी गरेको कुराहरू पनि हामीले सुन्नमा आएको छ। कृपया तपाईहरू कुक भिसामा, ब्याचलर भिसामा जापान आउँदै हुनुहुन्छ भने, विशेष गरेर म कुक भिसामा जापान आउने तपाईँ दाजुभाइ दिदीबहिनीहरू, आउने तर्खरमा रहनुभएका दाजुभाइ दिदीबहिनीहरूलाई म यही आग्रह गर्न चाहन्छु, सकभर तपाईहरूले नेपालबाट नै तपाईहरूको भिजा मिलाउने मानिससँग नै जापानमा काम रेडी गरेर म यही कम्पनीमा, यही पसलमा काम गर्ने हो भनेर पक्का कन्फर्म गरेर मात्र तपाईँहरू जापान आउनुहोला, नत्र तपाईँहरूले धेरै दुःख पाउनुहुनेछ। जापान आउँदा, जापान छिर्दा नारिता एयरपोर्ट या हानेदा एयरपोर्ट या भनौँ फुकुओका एयरपोर्ट, अन्य एयरपोर्टबाट नै तपाईँहरूको दिन सुरु हुन्छ। कसरी आफ्नो जीवनलाई जापानमा कसरी सेटल गर्ने, कसरी अगाडि बढ्ने भन्ने सङ्घर्ष त्यहीँबाट सुरु हुन्छ। भिजा लाग्नु ठुलो कुरा होइन। जापान छिरेपछि कसरी सेटल हुने, कसरी अगाडि बढ्ने, जापान आउँदा लागेको ऋण कसरी तिर्ने भन्ने कुरा नै ठुलो हो सबभन्दा। जापानको सङ्घर्ष कस्तो हो भन्ने बारेमा धेरै बुझेर मात्र आउनुहोला, यही आग्रह गर्न चाहे। मैले आजको यो एपिसोडमा पनि जापान छिर्दा भाषा नजानेपछि कतिको समस्या हुँदो रहेछ भन्ने बारेमा आजको कथालाई जोड्न गइरहेको छु। अहिलेको लागि स्वीकार्नुहोला, दुःख सुखको चौतारी तपाईहरूको लागि। दुःख सुखको चौतारी, दुःख सुखको चौतारी। दुःख सुखको चौतारीमा सबै साथीहरूलाई नमस्कार। आजको एपिसोडमा जापान आउने धेरैलाई परेको एउटा वास्तविक पीडा, भाषा नआएर हराइएका रातहरू, आफैलाई हराएको जस्तो, एक्लोपनले थिचेको जस्तो, यही कथा आज म सुनाउँदैछु। नेपालबाट जापान आउँदा मनमा धेरै सपना थिए। काम गर्ने, पैसा कमाउने, पैसा बचाउने, परिवारलाई खुसी राख्ने। तर नारिता एयरपोर्टमा झर्दा एउटा कुरा याद आयो, म त जापानिज भाषा बोल्नै जान्दिनँ। साथीले भनेको थियो स्टेसन सजिलो छ, बस यताउता हेर्नु। तर जब म बाहिर निस्केँ, बोर्डहरू जापानिज भाषामा लेखिएका, सबै छिटो छिटो हिँड्दै थिए। म झन् हत्तालिएँ र मनमा
अलिक धेरै डर पनि। ट्रेनको टिकट मेसिन अगाडि उभिँदा सारा बटन जापानिजमा। मैले च्यापिएको कागज हेरेँ, स्टेसनको नाम किसाराजु। मेसिनले पैसा नै तान्यो तर टिकट आउँदैन। एउटा जापानिज अङ्कलले केही भने तर मैले बुझिनँ। नबुझेर हाँसे जस्तो मात्र गरेँ, हाँसो पनि निस्केन। डरले मुखबाट आवाज नै निस्केन। अङ्कलले हातले फलो मी इसारा गरे तर म हत्तालिँदै उही ठाउँमा अडिएँ। जसोतसो ट्रेन चढेँ। सबै मान्छे चाँडो चाँडो ओर्लिएका चढिरहेका, म भने मोबाइल हेर्दै यो कुन स्टेसन हो भनेर खोज्दै। तर फोनमा नेट चलेन। मैले सोचेँ अब त म पुरै हराएँ। ट्रेन 1 स्टेसन, 2 स्टेसन, 3 स्टेसन। म कहाँ जाँदैछु केही थाहा छैन। बच्चा जस्तै भयो मन, डरले घाँटी खसखस भयो। ट्रेन अन्तिममा रोकियो, सबै मान्छे झरिसके, म मात्रै उभिएको। त्यो सुनसान प्लेटफर्ममा मसँग अरू केही थिएन। मसँग अरू केही थियो त सिर्फ एउटा भारी ब्याग र मनमा नै भारी निश्वास। पहिलोपटक जापानमा एउटै शब्द नबुझेकोले आँसु खस्छ भनेर सोचेको थिइनँ, तर आँसु आफै खस्यो। थकान, डर, अनिश्चितता सबै मिसिएर आँसु बने। त्यही बेला पछाडिबाट एउटा आवाज आयो, दाइ नेपाली हो? म अचम्म परेर फर्किएँ। एकजना युवक नेपाली। उनले भने, दाइ हराउनु भए जस्तो देखियो, कहाँ जाने? मैले भने, किसाराजु, तर मलाई केही थाहा छैन। उनी मुस्कुराए, ए दाइ, म पनि त्यही चाहँदैछु, आउनुहोस्। उनले टिकट किन्ने तरिका पनि सिकाएर सहयोग गरे। ट्रेन चढ्दा पनि भने, दाइ नआत्तिनु, सबैको पहिलो दिन यस्तै हुन्छ। त्यो वाक्य सबैको पहिलो दिन यस्तै हुन्छ सुनिरहँदा मेरो मन हल्का हल्का हुँदै गयो। आफू झर्ने स्टेसन पनि आयो। उनले कोठासम्मै पुर्याइदिए र भने, दाइ केही परे भने म छेउमै बस्छु, अप्ठ्यारो नमानी फोन गर्नुहोला भन्दै फेसबुक आइडी छोडेर बिदा भए। म कोठामा पस्दा आँखा भिजेको थियो, तर यसपटक डरले होइन, राहतले, कृतज्ञताले। कम्पनीबाट मिलेको कोठा छिरेपछि पनि सजिलो त पक्कै थिएन। बाँकी अर्को भागमा खुलाउनेछु। जापानमा भाषा नआउँदा पहिलो दिनमै रोएको अनुभव धेरैको हुन्छ। त्यो डर सामान्य हो, त्यो सङ्घर्ष सामान्य हो, तर सधैँ सम्झनुहोस्, कसै न कसैले तपाईँलाई मद्दत गर्छ। नआत्तिनुस्, तपाईँ एक्लो हुनुहुन्न। यही परदेश, यही गीत, यही कथा हाम्रो दुःख सुखको चौतारी। फेरि भेटौँला अर्को एपिसोडमा। नमस्कार।